लामखुट्टे लागिरहने बेलुकाखेरि हामी चाहिँ आज कागतीको बोट रोप्नु लाग्यो अस्ति चाहिँ जोसेफले उता टौखेलबाट यो चाहिँ हाम्रो ल्याएको थियो यो कागतीको रुख कागतीको बोट नगर भने ल यो त राम्रोसँग ग्राफ्टेड नै भएर हुन्छ राम्रोसँग जोडिएकै रहन्छ तर जोडिन्छ यो अलि ढल्क्यो क्या यतापट्टि राम्रोसँग जोडिएकै रहन्छ यो यसको राम्रोसँग रोप्नु पर्ने हुन्छ पक्क के भने किन यस्तो मुर्छा जस्तो भयो क्या होइन पहिले कस्तो राम्रो पात थियो सर्लको पऱ्यो ठिकै छ रोपौँ भने के हुन्छ लामखुट्टे लाग्यो कि लास्ट बेलुकाखेरि यस्तो लामखुट्टे लाग्छ हाम्रो म अहिले अब यो अलिकति मल हालिदिन्छु ला त के को बोट मकैको ए हामीले चाहिँ यहाँ पहिल्यै खाल्टो खनेर राखिसकेको थियौँ अनि अब अहिले बर्खाको टाइम भएर यहाँ यसको चाहिँ वरिपरि घाँसै घाँस पाएको छ कि एकदम धेरै घाँसै घाँस पाएको छ अनि हाम्रो यहाँ खोर्सानी पनि फल्यो हाम्रो रातो रातो भइसक्यो यता पनि छ खोर्सानीको बोटहरू यो चाहिँ लाम्चो खोर्सानी हो लाम्चो खोर्सानी फलिरहेको यत्रो धेरै अनि यता चाहिँ हाम्रो डल्लो खोर्सानी पनि छ डल्ले खोर्सानी डल्ले खोर्सानी कति रातो रातो भइसक्यो यो रातो रातो भएपछि चाहिँ सबै उसले खाने रहेछ कि चराहरूले पिरो भए पनि कति मनपर्ने हो तिनीहरूलाई यसको डल्ले खोर्सानी हामीलाई त कस्तो पिरो हुन्छ तिनीहरूलाई त पिरो पनि हुँदैन रहेछ हामीले चाहिँ पहिल्यै यहाँ खाल्टो खनेर आएको थियौँ अहिले खाल्टो चाहिँ देखेको छैन किनकि यो सबै यो घाँसहरूले छोपेको के यहाँ त्यो गाईको त्यो मल हालिदिनुपर्छ अनि यो अदुवाको बोट होइन जोसेफ यो अदुवाको बोट यो के भने त्यो अदुवाको बोट हो के कुराहरू पातै नचिने जस्तो गर्छ त्यो अदुवाको बोट हो त्यो बेसारको यो सब भगटेको बोटहरू हो क्या यिनीहरू भगटेको सानो सानो छ ए दिदी के होला पाकेको खोर्सानी त सबै कि उसले खाने हेर्न भाइ नि यहाँ हेर सबै चराले खाने कि चराले नि खोर्सानी खान्छ भने त्यो पिरो पनि बाबाले हालिदिइसकेछ क्या अब माटो हिजो खै होला ए बाबाले फेरि खोतालिसकेछ यहाँ पाइप बाँधिदिएर पनि ओहो बाबाले फेरि अब यहाँ हिजो मैले फेरि यहाँ खन्दा यहाँ पाइपै काटिदिएको थिएँ पाइप काटिदिएको थिएँ बाबाले बाँधेर यहाँ माटै हालिदिइसकेको छ अब भइहाल्यो त अनि अब के गर्नुपर्छ अरे यो पहिला समाइदिउँ न एकछिन त्यो अहिले एकछिनमा टिपाउँला कि समात भिल्लै बनाइदिन्छ
हुन्छ। अनि त्यहाँ माथि मूर्ति राखेर चाहिँ रोप्दिनुपर्छ। अब हामी यता चाहिँ मोल लिन जाँदैछौँ। कति धेरै अहिले यो बर्खाको बेलामा यस्तो घाँसै घाँस हुन्छ नि। हाम्रो धुलो मल चाहिँ यहाँ छ। जराले त्यहाँ मार्छ भनेर चाहिँ कस्तो राम्रो है यो मल। के रे त्यो सबै घाँस हो। त्यति एक बाल्टिन भए पुग्ला। 2 बाल्टिन जति हाल्यो भने होइन। के को ओखरको बोटको ए हामीले चाहिँ यहाँ ओखरको बोट रोपेको छ। यो चाहिँ ओखरको बोट हो। यत्रो ठुलो भइसक्यो यो अहिले। यसको पात किराले खाएर नराम्रो भयो। यहाँ यो झम्मु भएर अब यहाँ के गर्नु मिलाउनु पर्छ। यस्तो झ्याम्म भएको छ हाम्रो बारी। के हो त्यो? ए हो त। होला। पुग्छ होला जस्तो लाग्छ। त्यहाँदेखि तल पनि छ नि त मोल। एक बाल्टिन लिएर आउँ न। सागले लिएर आउँ। यो फेरि भाँचिएछ नि त्यहाँ यो फेरि। भाँच्दिस्? भाँचिएछ बरु यहाँबाट पाल्ला सक्यो नि त। यही अझै यसको अझै बाँकी छ कटिङ काट्ने। चाहिँ 1-2 चोटि काटिन्छ होला अझै। जमुना है यो। त्यहाँदेखि अझै 1-2 चोटि काट्नुपर्छ भनेको। हाम्रो चाहिँ यहाँ हलुवा बेतको बोट पनि छ। यस्तो यहाँ हाम्रो हलुवा बेत पाक फले यस्तो। अब यो तिहारको बेलामा खाने बेला हुन्छ। मलाई त खासै मन पर्दैन। बाबालाई चाहिँ एकदम मन पर्छ क्या यो। बाबाको चाहिँ फेभरेट हो। हाई म पनि छु ल यहाँ।
मम पनि आइसकेछ। हाम्रो चाहिँ एउटा काम गर्न लाग्यो भने चाहिँ हामी चाहिँ सबैजना जम्मा हुन्छौँ। हामी अब 3 जना जम्मा भयो हामी यहाँ होइन, भाइ मम्मी म पनि छु। अब एकछिन पछि चाहिँ अब बाबा आइसिन्छ। अहिले चाहिँ बाबा कता घाँस काट्न गइसक्यो हो कि खेतमा गइसक्यो। ए कस्तो राम्रो भएछ है भेन्टा। यो हाम्रो चाहिँ भेन्टा पनि फलेछ। खै मम्मी भेन्टा देखाइदिन्छ त। मखमली फुल आखिर रोपिएन न त। ओ यो त कत्रो ठुलो भइसक्यो ज्यादै भयो। यो अरु छ हेर्दा अरुमै छ होला नि त। अरुमै छ होला। छ होला फल्यो भेन्टा अर्को किन अर्दैन होला। हाम्रो घरमा त भेन्टा पनि फलेछ। इस हाम्रो घरको भेन्टा चाहिँ यत्रो भयो। अरुमै छ होला। ल यो किन यस्तो गरे? यत्रो भयो। खै यहाँ सानो ए यता आइसक्यो यता। यता त ए यत्रो भएछ है हाम्रो भेन्टा त। ल हेर्न आज कस्तो राम्रो भएछ भेन्टा। के गराको भने ए कति राम्रो भएछ है हाम्रो घरको भेन्टा। आमामा यो अर्कोबाट नि फल्यो। कति ठुलो कति ठुलो यार। यता नि छ यता फल्दैछ। नहल्ला छैन फुलहरु नि मज्जाले फुलेर रहेछ फुलहरु हेर कस्तो राम्रो यो फुल त टिपेन होला है सानो यो बोललाई। अहिले नटिप्छ। खै हेरौँ त लौन त्यत्रो लामो छ त्यहाँ भेन्टा। ऊ हेर्न कत्रो डल्लो भेन्टा नि रहेछ लामो भेन्टा नि। टिप्स्यो यो त एक छाक भइहाल्यो नि। टिप्स्यो यो त भइसक्यो है। अरू फुल भएको फेरि ऊ हुन्छ नि फुल्छ नि ठुलो हुन्छ। मम्मी चाहिँ यहाँ भेन्टा टिप्नुलाई भेन्टा टिप्नु लागिसक्यो भोलिको तरकारीको लागि। ल खै देखाइछ त मम्मी भेन्टा। अझै छ ए त्यो नि टिप्स्यो उतापट्टिको नि टिप्दिछ त्यो कस्तो राम्रो भएछ भेन्टा। मखमली मखमली आखिरी सार्ने भन्दा त यतिको अर्को त चाहिँ अलि धेरै रोप्नुपर्छ त यहाँ घाँस उखाले भएर राम्रो भयो। यो त ढल्या ढल्या यसलाई थाङ्रो हाल्ने भनेको। त्यो नि टिप्दिछ मम्मी यो नि त्यो त अहिले अलि हुँदैन होला। टिप्दै हुन्छ सानै छ त्यो त। सानै छ अँ यो त सानै छ कि। लौन कस्तो राम्रो राम्रो भेन्टा। यो त त्यो बजारतिर भए जस्तै भयो त नि। भइमै लत्रे। मेरो हेर मेरो हातको फोहोरको दाग लागेछ मेरो हातमा फोहोर लाग्यो नि दाग लाग्यो क्या यसमा। यी यता फलिसक्यो हेर जानु। ए ऊ ए ऊ त्यहाँ दुइटा। ए ए अद्धाबोट यहाँ छ हेर्दो। ल हेर चिन अद्दाको अद्धा बोट देइस यी अद्दाको बोट चिन ए अद्दाको बोट चाहिँ यस्तो हुँदो रहेछ। हिजो अनि त्यसै गाली खान्छ यी अद्धा ल हेर ए अनि होइन क्या मैले यस्तै पात त अलि यस्तै हुने रहेछ नि तर मलाई अलि ठुलो जस्तो हो जस्तो लागेको थियो कि त्यही भएर मैले त्यस्तो। त्यहाँको ए हाम्रो टमाटर पनि छ। कति ठुलो यो चाहिँ कति ठुलो भइसक्यो टमाटरको बोट। यो टमाटरहरू फलिरह यो चाहिँ अहिले हरियो हरियो छ। यो चाहिँ पाकेपछि खाने हो। पाकेपछि अचार लाउने हो त्यसको चाहिँ। फेरि किन उखाल्यो हामीले बेसारबाट आयो। ल बेसार बोटै उखाल्नु। बेसारको बोटै उखाल्दिएर देखाएँ आयो। अनि फेरि मकैको घोगाहरू छ उता। यता चाहिँ हाम्रो सबै मकै रोपे सब मकै नै मकै छ। कर्करको पात हेरे यो चाहिँ त्यो कर्कलको पातो चाहिँ ठुलो चाहिँ। यो भन्दा नि अर्को हेर्न अर्को कस्तो अर्को देखाउनु पर्यो। अर्को कहाँ छ? कत्रो ठुलो ठुलो हुने है यो कर्कलको पातहरू। ओ माई आमामामा कत्रो ठुलो नेपाली हेर्न जानु यो चाहिँ छाता जत्रै भयो। कत्रो ठुलो भएछ है कर्कलको पात त। ल खानै भुलिएर क्या आमामा समात त। खै कहाँ समात्ने। ल ल हेर्न छाता त छैन। मम्मीको अनुहार राख्छ त त्यहाँ साइडमा ल मम्मी भन्दा त कर्कल उ पो ठुलो रहेछ के ठुलो के ठुलो कर्कलो कस्तो राम्रो है यो पात। त्यो मेन मेन छाता जत्रै छ ल। यो पालि यो खानै छुट्यो कि यो कस्तो खाना राम्रो छुटेर के है कर्कलको पात नि। यो मकैहरू पाकिसक्यो। राम्रो यो रोपौँ अनि खोर्सानी गरे हो। अलिअलि टिपेछु टिप्दै थिएँ अनि जोसेफले यता कागती पहिला रोपौँ न भनेर भन्यो अनि यता कागती रोप्नु अहिले फेरि मैले यहाँ माथिल्लोपट्टि काटिदिउँ यो बोट फेरि हुँदै अब माटो त त्यो मिसाएर हालौँला जोसेफ। काम पनि छैन यो तर हामीले यहाँ ठुलो खाल्टो खनेछौँ है बाबाले तैँले र बाबाले।
उसले चाहिँ यहाँको माटो यहाँ खोल चाहिँ बनाउनु पर्छ यहाँ अनि। हाल्दैछ। भयो कि अब त्यता पनि पाइप कतिसम्म गाडी हुँदै काटेला यतिमै रोपौँ। रायो 2-4 गेडा है अब त्यहाँ खनेर राम्रोसँग रोप्नुपर्छ मलाई। मम्मी धन्य पनि छर्ने हो कि हुँदैन? ठिकै छ अब। कति राम्रो हुन्छ होला है कागती। मलमै पर्छ नि। भयो काठ बोट्नु ल ल लिएर आइज। दिदी रोप्ने नि अँ निकालिदिन्छ है कागज। हुन्छ निकाल्दै अनि म रोप्छु। यो कागज चाहिँ बचाएर निकाल्नु कि भनेर। अरू राख्नुहुन्छ भनेर हो हुन्छ बिस्तारै निकाल्न त निस्किन्छ त निस्किन्छ भन्दा भइहाल्यो नि। तर त्यो उताको भाँचियो भने चाहिँ डर हुन्छ क्या। ए राख्नुहुन्छ ल यो ल कस्तो राम्रो जरा छ क्या यसको। ए कस्तो राम्रो छ है जरा चाहिँ राम्रो है। मैले किरा थिएँ भने चाहिँ मैले रोपेको हुन्छ यो चाहिँ केहीले नमानी नहोला। त्यो केही पनि हुँदैन होला क्या। यो हाम्रो कागतीको यो ग्राफ्टिङ गरेको हो नि त। अनि यो चाहिँ अलिकति चाहिँ जोडिदिन बाँकी जस्तो भएको हो कि त्यही भएर अनि अब त्यसलाई भाँचेला कि भनेर अनि जोड्ने भनेर भन्छ। तर त्यो जोडिन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब के हुन्छ हाम्रो चाहिँ यहाँ घारी भएको छ अहिले यस्तो घारी भएको छ। यो बर्खा लाग्यो नि त बर्खा लागेर चाहिँ एकदम घारी भएको छ। त्यो चाहिँ हाम्रो गोठ हो। अनि खै मम्मी कता गएछ? मम्मी चाहिँ ऊ त्यहाँ होइसिन्छ रायो छर्नुलाई चाहिँ मम्मीले चाहिँ उसले चाहिँ अब यहाँ बाँधिदिन लायो। अनि अलिक दिनपछि चाहिँ खोल्नुपर्छ। होइन क्या त्यो जोडिन्छ भनेर निकाले होला जस्तो लाग्छ मलाई चाहिँ। किनभने प्लान्ट गर्ने मान्छेलाई त थाहा हुन्छ नि त अब होइन। हातले गरेर गर्ने होइन त्यहाँ मैले राख्न त्यहाँ अब यो च्याप्पोसम्म त्यहाँ राख्ने सिधा पारेर दुइटै हातले राख अब ट्याक्क लाएर सिधा राख्न। अब त्यो सिधा पार्न बिरुवालाई चाहिँ नबानी हुँदैन बाँधिदेला बाँध्नै पर्छ। ल म समात्छु ऊ भयो क्या यो एक साइड त्यो राम्रो छ कहाँनिर छ त्यहाँ पक्क अलि छोड्दा थापै कहाँनिर छ त्यहीसम्म। अलिकति छोड त मैले बाखा किन हेर्छु परेछ। यति एउटा भानी हुन्छ होला है। हुन्छ अब नभने भयो भयो है माटै हातैले हालौँ के गरौँ हुन्छ। मल माल्नी पार्छु के हुन्छ।
अब त्यो साइड हटा न यसलाई साइड हटा न अब त्यहाँ खाल्टो बना त आफै राम्रो हुन्छ नि त भयो भयो जहाँनिर गयो तिनीहरू गयो नि त्यो धेरै नफैला अब खाल्टो जस्तो बना अलि खाल्टो जस्तो बनाउनुपर्छ नङ काटेको थियो कि थिएन नङमा पसेन के भयो त निकालौँला नि त अलि अलि अझै के हुन्छ तलको त्यो माटै भेट्टा के कहाँको माटो भेटाउने तलको ए हातले खनेर माटै भेटाउनु बरु उसले ल्याइदिए हुन्थ्यो ल भयो अब चाहिँ भयो भयो बिस्तारै बिस्तारै त्यो चाहिँ कुटो ठिक छ यो एङ्गल ल अब ठिक छ है गाई कराएको करे घरमा चाहिँ त्यही हो मेरो गालातिर रोप्ने इच्छा पनि पुरा भइहाल्यो त्यो अलिकति त्यसको फेद त्यति नपुर्न अलिकति फेद त्यस्तरी पुर्नु हुन्न क्या भयो भयो त्यस्तो फेर्नु हुन्न यस्तो थोप्नु पर्दैन होला नि है पर्दैन त्यस्तो गर्नु पर्दैन हुन्छ होला नि त अलिक उयो नै हुनुपर्छ क्या ल भयो भयो अस्ति राम्रो देखेँ राम्रो भयो है खै अब भयो त्यो सानोमा चिप्या भएर त्यो मखमल फुल राम्रो भएर आएको म त सबै घाँसै राख्नु यहाँ फेरि दामी अम्बाको ए बटाइ यहाँ हाल्नु पर्ने बाल्टिनतिर राख्न 2 भाँडा हालिदिनु होला नि उताबाट ल्याउने मल कहाँ हाल्ने हुन त यही हालिदिनु हुन्छ होला है हुँदैन कसलाई यहाँ यहाँ मार्फत आएर छरिदिने कि ल के गर्ने हो गर्छु नि त म ती छोड्दे ती छोड्दे ती के छोडिदियो हुन्छ ती छोड्दे छोड्दे यो जम्नाबाट नि राम्रो भएको छ यो डेडले काटिदिन्छ नि त पाल्न गाई भयो हामी यतैतिर छौँ अनि गरेर चाहिँ किमुको बोट आएछ कि अब यहाँनिर फेरि किमुको बोट हो यो किमुको बोट यहाँनिर नि आएछ किमुको बोट जस्तै लाग्यो यो यहाँनिर क्या किमुको बोट धेरै ओ मैले त सानोवाला रोपे ठुलो भएछ त यार ओहो यो त ठुलो भएछ यार यहाँ मैले सानो रोपेको थिएँ यो ठुलो भएछ यिनीहरू छन् ठुल्ठुलो ठुल्ठुलो हुन्छ धेरैले हो नि दिदीले रोपे पनि ठुलो भएछ दिदीले रोपे होला नि ठुलो भएछ दिदीले रोपे होला के मम्मी त्यसरी नचुट्छ है टुप्पो टुप्पो भाँच्यो भने त्यो काम हुँदैन अरे कस्तो खुट्टा पोल्ने भाइ अब खोर्सानी टिप्ने हो रातो रातो मात्रै टिप्यो हेर्न कस्तो सबै उ भइसक्यो रातै भइसक्यो सबै भुइँमा झरिसक्यो कि डल्लोवाला नि टिप्यो डल्लोवाला नि टिप लाम्चोवाला पनि टिप सबै भुइँमा झर्दो रहेछ यो हेर त यस्तो आदिवाला हो सब कुहिदो रहेछ किन यो पानी परेर कुहिया हो क्या ऊ यस्तो पनि टिप ल टिपिरहेको छु यस्तो हेर्दा यो आदि पाके हुन्छ आदि हरियो हुन्छ नि त्यस्तो पनि टिप्यो अब पाकी त हाल्छ कि यो सब पानी परेर कुहिया होला म त झ्याउला यो टिप्न लाइन गर्ने एकछिन हो के हो किराहरू पनि बसिरहेको रहेछ यहाँ कस्तो अनौठो अनौठो किरा हो यो कलरफुल किरा कलरफुल सब खोर्सानी खाना भइसक्यो होला नि कलरफुल किरा कलरफुल यस मैले कहाँ अड्डाइदिएँ मोबाइल मैले यसमा अड्डाइदिएँ क्या मोबाइल यसमा
हुन्छ नि एकदम पातलो खोर्सानी त झन् एकदम पिरो हुन्छ एकदम जिरे खोर्सानी एकदम पिरो हुन्छ भन्छ नि यो त्यही हो त होला नि यहाँ अब रायोको साग छ नि रे यहाँ खाली ठाउँमा अब यहीँकै मल हालिदिनु पर्ला है यहाँ त्यो काटिसक्छ बाबाले क्यामेरा छेकिन्छ यो पर्छ सबैतिर छर्दियो नि अनि पाकेर खाइसके के लामपुच्छरले खान्छ नि हो सानो चरा आउँछ नि सानो के अब छर्दैछ ल सबैतिर पुग्ने गरेर अनि त्यो त्यता बेसारको बोटतिर नि छरिदियो डेन्जर तरिकाले अनि टाउकै देखिँदैन त टाउकै देखिँदैन त अग्लो भएर यता सबैतिर छर्दैन उयो यो बोट उहालिदिनु पर्छ यसरी समात्छ नि यसरी त्यसरी समात्दा सबै छेक्यो नि ए त्यहाँबाट एउटा हातले मात्र है त यस्तरी हो अघि मैले सबै छेकी छु नि सबै त्यो छरिदियो अनि खनिदिनु के घारीतिर गएपछि आउँछ घारतिर गएपछि आउँछ पहिला त्यो हल्दिनु पर्ने यहाँ बसेर छरिदिनु पर्यो मार्फर आयो बाह्र मैले डिल बनाउने भयो यहाँनिरबाट डिल बनाइदिन्छु भने यहाँ के बनाइदिएर यहाँ डिलै चाहिँदैन नि यत्रो ठाउँ छ अनि मोलतिर हिँड्न हुन्छ खन्देऊ शान्ति त्यो खन्देऊ यतापट्टिबाट चाहिँ खन्ने होला त्यता भिरालोमा नि अलिअलि मोल हाल्ने भने भिरालोमा एक भाँडो ल्याए त्यतातिर छरिदेऊ भिरालोमा क्या भिरालोतिर नि हुन्छ नि होइन मोलमा टेकेपछि चिप्लिन्छ नि गोबरले चिप्लो हुन्छ अस्ति ठुलबाबा पनि दुध लिएर जाँदाखेरि कस्तो यस्तै चिप्लिसकेको थिएन अनि मैले पछि देखेँ कता जाने बेलामा अनि मैले बाबालाई सोधेको थिएँ यहाँ को चिप्लेको भने अनि बाबा अब काहीँ नै काहीँ परेछ अनि है ठुलबाबा पनि जुत्ता भएर हो क्या हो त्यो भिरालोतिर नि छर्नु पर्यो यस्तो हुने हुन्छ नि के रहेछ
बान्ने कुरा भन्ने कुरा डोरी बान्ने। सर्पको काचुली रहेछ भनेर अँ यो केही न केहीको बोट झ्यामा परा झिकिदिने क्या खनिदिने यो सानोले खन्दैन के यो सानोले यो अँ त्यो खन्दिसक्यो हो चाहिँ सानोले खन्दै हुन्छ यहाँ झ्याममा भएर फलेन क्या नत्र यो मिठो हुन्थ्यो ठुलो नि पनि हो बोटै ठुलो ल सक्यो सानो सक्यो सकिँदैन ए के गरे स्क्रिन निभ्या हो क्या यस्तो गर्ने क्या ए निभे यो अर्को उम्लाले यसो छोइसक्यो त निभा छैन खिचिरहेछ क्या खिचिरहेछ त्यसले देखाइछ त खिचिरहन्छ क्या त्यस्तै हुन्छ अहिले ए उज्यालो चाहिँ निभ्यो बरु यहाँनिर चाहिँ राख्नु पर्ला जस्तो छ यो बोट त्यहाँनिर नि त्यही त बाली काट्दिन्छ काट्दै हो सबै चाहिने काटे होइन अहिले जरे पनि काट्दिने त्यतै छोडिदिने कि त्यहाँ केही गर्ने होइन सक्यो होला हरियो नि टिप्नु पाएको त 1 किलो हुँदैछ क्या सुकाउने भन्छ बाबाले यत्रो हो यो केही देखेन यो के भन्छ अरे हेर त केही पनि देखेन ए खोर्सानी हेर यत्रो भयो खोर्सानी रातो खोर्सानी बिउ राख्नलाई त्यति भयो है लामखुट्टेले टुक्यो म त घर गएँ है लामखुट्टेले यत्रो टुक्यो यता टोक्दैन क्या ए भ्याएको रहेछ त्यहाँ ए अनि त्यही भएर छ्यासुस गरिरहेको छ अब यता माथिल्लोपट्टिबाट खन्नु पर्ला है त्यतैबाट खन्ने हो अरे त्यतैबाट खन्ने हो तलबाट अँ तल चाहिँ मोल नहाले यहाँ कसरी मोलाउनु चाहिँ बरु हजुर हाल्छौ नि त मोल चपरा उल्टाउने होइन हो त्यसै गरी कुपु हाने माटो तल नलैजाऊ यहाँ मैले बाबालाई माटो राखेर त्यस्तो अग्लो बनाइदिउँ भने क्या ल भयो त्यति खसेखुसु पार्ने अनि त्यो गेडा ल्याएर छरिदिने कुटोले रोपिदिनु पर्ला है नछर्छ न कुटोले रोप्छ न के रोप्ने त्यो रायो लान त म नि खन्छु कि त खान्छस् टोक्छ नि को बसिरहने तर म त्यो उ लिएर आउँछु अनि स्पिडमा खने हुन्छ है फेरि यो स्पिडमा खने हुन्छ क्या पछि चाहिँ ए गेडा ल्याउँछु नि है हाम्रो बाबा चाहिँ आइसक्यो उहाँ घाँस लिएर आइछ 1 बोरा घाँस बाबाले किक पनि दिसिन्छ है फेरि गाईलाई धेरै माया गरेर धेरै हिँडेर होला साह्रो छ क्या थिच्यो नि त माटो यहाँ फेरि पोखरी थियो नि त हाम्रो फेरि यहाँ गाउँको पोखरी ए अँ त है यहाँ त मलाई कस्तो घाँटी खसखस भयो के घर बनाएको होला किराले पाल पो पारेछ किराले यसको फेदमा ला पाल पारेछ त्यही भएर पो अलिअलि पहेँलो भयो जस्तो ला त्यही भएर पाल पहेँलो भयो यसको फेदमा हेर्छु नि म पाल पार्दैछ त अहिले किराले यसको फेदमा मम्मीले चाहिँ के लिएर आएको मम्मी रायो मार्खा रायो खै देखाइछ त मार्खा रायो त्यो राम्रो होला त बिउ पोहोर त भएको थियो है होसियार सट्ट पार्ने
चाहिँ अब यसको यो रोप्न लायो ए यस्तो राम्रो छ रायोको के होला त त्यसको प्याकेटको जस्तै बोस खै हुन्छ होला तर कस्तो राम्रो हुन्छ नि यहाँ रायो हुन्छ होला योपालि पनि ला त्यहाँ खोर्सानी मैले राखेको झऱ्यो हेर्छु त ऊ त्यहीँ राखेको थिएँ त्यति भए त मैले रातो रातो मात्रै टिप्ने भने रातो रातो मात्रै टिपेँ नि त त्यो गर्छ न बान्दिछु नि त्यसलाई काट्दिनु भने माथि होइन बान्दिछु नकाट्छु त्यो पनि बेसार हो त्यो साह्रो त्यसै त्यसै बान्दिछु गाँठो बनाइदिन्छु त्योसँगै हो यता नगरौँ न यतै पास गर्छ बरु त्यहाँ झ्याउ झ्याउ मात्र हुन्छ बरु यता कुहिन्छ कमसे कम चाहिँ सोचे बरु यो हटाइदिने चाहिँ कुहिन्छ नि त मोला फाल्दै त्यही बारतिर भयो भने त उम्लिन्छ यो सबै नखान्दिन्छ सानो यो नखान्दिन् नखानिदिउँ कि भने जरा छोड्दैछ नि अनि के गरे अब अहिले मोलमा राख्यो भने चाहिँ कुहिन्छ भनेर मोलमा राख्यो अस्ति नै मोलमा राखिदिएको भ्यू अस्ति नै कुही भइसक्थ्यो होला है कुहिसक्थ्यो होला कि अस्ति नै त्यो एउटा चाहिँ छोडिछ नि त्यो चाहिँ छोडिछ यसमै आउँदो रहेछ जरामा त्यही भएर चाहिँ छोडिछ भने ए झरेर आउँछ त्यो चाहिँ छोडिछ जोड्नै मिलेन अलि जोडे होइन त नि नजोडी त बिहान खो गर्नै मिलेन खै त्यहाँको ल्याएन त धुलोवाला ल्याएन धुलोवाला बाबा चाहिँ आइसक्यो घाँस लिएर कहाँ गइसकेको थियो बाबा हजुर किन कहाँ गइसकेको थियो बारीमा कोही मान्छे आएको फेरि नै को आउँछ र हो यो अलिकति मात्रै राखेको ठिक छ अझै अझै यतै यो यत्रो खाली रहन्छ कविता पनि छ अर्को चुच्ची कुरो देखाएको छ भने त यही त हुन्छ त्यो हुँदै भएन त्यही त हो चुच्चे अर्को नि चुच्चे उ त्यही हो एउटा चुच्चे र पाते त्यो दुइटै थियो कुटै छैन पाती कुटुन छैन अर्को छ कहाँतिर छैन के किन नखाइस त फल्याएको थियो त त्यत्रो मैले त एकचोटि खाएको पनि छैन कर्कलो छ ल यो त बाटै खन्दिँदै त्यो भने त्यो त नखान्छ न बाटो हो त्यो त्यो बाटो हो नि पिज भयो कच्ची अहिले भर्खर बाटो खुल्यो यो नयाँ बाटो खुलेको हो क्या नयाँ बाटो उताबाट हिलो हो नि त फेरि अहिले यहाँबाट यता नयाँ बाटो कताबाट बाटो रे बाबा यहाँबाट नयाँ बाटो यता चाहिँ नयाँ बाटो रे त्यो यस्तो उसमा हाल्दैछ न त्यो काटेर बारीमा जाने बाटो त्यो राखेको काटेको चाहिँ काँटामा हाल्दैछ पिठोकोमा हाल्ने हुन्छ ग्रास इट इज स्पिड ओहो त्यो रहेछ त्यसको नाम त्यसको नाम थियो हो खै त्यही लेखिरहेको ग्रासेड स्पेड भनेर के भने के हो खै यता फर्केर काटिस न अठेरो समाते सुन्तलीको बोट रो बिरुवा अनु कागती बोट रोप्यो हो रोपिसक्यौँ हामीले बाँधिदिएको छ त्यसको उसले चाहिँ सुन्तलाको नि सुन्तलाको सुन्तलाको अस्ति नै रोप्यो
जहाँ काटि नै आउँछ आफ्नो हातमा छ्यास लगाएर अहिले फेरि ल अहिले भर्खर लाग्यो त्यही भएर घरै गाई कराई गऱ्यो होला कराइन कस्तो कराएको कराई गर्दाखेरि बाबा खै भन्छ नि लाटो अब धुलोवाला मोल ल्याएको बुर्र टोकेर मार्छ अनि फेरि मार्दैन ल्याउने त मन भइसक्यो यहाँ हाल्छ ल्याउने तर हाले अब त्यहाँ यहीँको नि पाकेको हाल्यो अग्लो हो त्यहाँ बुर्र गरिन्छ ए बुर्रोवाला बुढो भयो ल्याएर छर्दिछ नि यो अग्लो हो त भएसम्म मिलाइ मिल्दैन यस्तै छ यो मिल्दैन मिल्छ त्यतापट्टिको त खाँदा राखेँ यहाँ मैले अस्ति टेक्नै नभएको थियो त्यो तर्कासी भयो त्यस्तो गर्दा यो चाहिँ गौतको कुरा हो है गौत चाहिँ उता राख्ने रे यहाँ बाबाले खोल्चो बनाइसक्यो अनि हाम्रो यहाँ चाहिँ गोब्रे पाल हाम्रो चाहिँ यहाँ गोब्रे पाल छ क्या अनि यहाँ गोब्रे पालबाट अनि यो गौत यहाँ आएको यहाँ त यो झरेछ नि के ठुलो ल ल्याइसक्यो यता के बिमिरो ए कत्रो ठुलो खस्यो त पक्की ए हाम्रो चाहिँ यहाँ बिमिरो छ क्या बिमिरोको बोट छ यता अनि या झन्डै चिप्ल्याएको थिएँ म अनि यहाँ बिमिरो हामीले यो दुइटा चाहिँ होस् भनेर यत्तिकै राख्दैछौँ अहिले चाहिँ यो झरेछ यत्रो ए उचाल्नै नसक्ने यत्रो बिमिरो यो हुन चाहिँ यत्रो ठुलो हुन्छ होइन तर यो खाने बेलामा चाहिँ केही हुँदैन यसमा गुदी त्यसै थोरै हुन्छ गेडा हुन्छ नि त गेडा चाहिँ हुन्छ तर बास्ना चाहिँ कस्तो मिठो आउँछ बास्ना चाहिँ साह्रै मिठो होला यत्रो ठुलो हनुमानले पहाड बोके जस्तै भयो हनुमानले पहाड बाबाले चाहिँ उताबाट बुर्रावाला माटो लिएर के अरे मोल लिएर आइसो अब काले के गर्नु डिल परेन के हामी खेतमा पानी लाउनु पर्ने पानी उलिँदैन भन्ने थियो मतलब पाइपले चिसो छ अनि बुर्र छर्दिछु सर्छ कालले पनि अब 2 बाल्टी ल्याएर अघिको ठाउँमा चाहिँ यताबाट पनि जान मिल्छ क्या बाबा यताबाट गएछ त्यहाँ अघि हामीले जहाँबाट त्यो बुर्रवाला लिएर आएको थियौँ नि त्यो त्यताबाट पनि जान मिल्छ अनि यताबाट पनि जान मिल्छ क्या जोसेफले चाहिँ अब यहाँ गाउँ जाने खाल्टो कुलेसो बनाउँदैछ म चाहिँ यहाँ यो मोलमाथि उभिएर खिचिरहेको छु मोलमाथि बसेर अलि काम गराउँदैछु सबै लुगाभरि फोहोर लागिहाल्यो नि मेरो बिमिरोको उसले गाई घरमा पनि हातले मोल छ अब 1 बाल्टी ल्याउनु मस्त है मस्त बुझ्छ नि मम्मी यो लाइसो न त्यहाँ राख्दैछु न कति गरम छ है कस्तो बास्ना आयो हेर्न भाइ कस्तो मिठो होला रे बिउ पनि होला यसको भित्रको पनि खान नि मिल्छ मिठो बास्ना आहा तर कुहिन्छ नि यो कुहिएको हुन्छ अनि अस्ति नै हामीले कति धेरै टिपेरको अनि कुहिएको के त कति धेरै जोसेफ एउटा हो कि दुईटाको मात्रै खाएको होइन हामीले तल गएर
ल्याइदेऊ न बोक्नु पर्दैन हो हो त्यो होइन माटो चाहिँ नगर हो त्यो होइन ओ माय गॉड दिवाल कति पाइछ ए कुर्दैन त्यसलाई मैले के भयो अझ मोलपट्टि त्यस्तो लिएर आइछ बाबाले मल लिएर आइछ खाएको टन्नै लाग्यो बल्ल ए ए ए ए ए भगवान् एकै ठाउँमा खनाइछ भने त मम्मीले यस्तो उ गरिहाल्छिन्थ्यो नि मम्मीले हालिहाल्छिन्छ नि होइन नि त्यहाँ हाजले ठ्याक्कै गोबरमा टेक्स्यो क्या त्यही भएर चिप्लेको फेरि कस्तो साग खाने मान्छेले भनेको खाइहाल्छ नि यो चाइनिज हो खै तँलाई जुगाली खाएको देखा त मेरो खुट्टामा त छैन होला ए के को नहुनु म पनि त यहाँ यी मेरो खुट्टा सबै रातै बनाइदिइसकेछु अब यो कहाँ खस्यो होला तर कस्तो थाहा नै नपाएको भाइ मैले होइन चिलाउँदा पनि चिलाएन मतलब चिरिक्क पनि नगरेको के मम्मीको पनि खायो कि खाएर कति बेला झरिसकेछ जुगाले त हैरान पार्छ हाम्रो यतातिर होला हाम्रो चाहिँ हात धुने उ त्यहाँ मम्मी हात धुन गइछ अब रायो छर्नु पर्यो नि त त्यही भएर मम्मी हात धुन गइछ जमुनाको बोटतिर छर्दी छ कृषि गर्न लिएर आइज अरे ला कहाँ लोग्छ खै अलि ओराइछ त खै 50 रुपियाँको गेडा रायोको गेडा यो चाहिँ यति फेरि 50 रुपियाँको होइन अनि हामीले त्यस्तो 50 धेरै खान्छौँ नि त जोसेफ चाहिँ खन्दैछ मम्मी चाहिँ बिउ छर्दै होइसिन्छ कहिले आउँछ मम्मी अनि यो खानु हुने चाहिँ कहिले हुन्छ अरे हेर्दा हेर्दै यो बोट पनि कति ठुलो भयो है यो जमुनाको
छरेर त्यस्तो गर्नुपर्ने रहेछ है फेरि गर्छ नि त मैले अघि भन्नु आँटेको थिएँ फेरि फेरि मोल पनि त त्यस्तो गर्नु पर्यो भनेर चुप लागे म गर्दिनँ त्यो टाइममा गुड बान्दैन भइहाल्छ त्यहाँ त खन्से राख्छ भयो त्यति गरौँला होस् हुन्छ राम्रो भयो ठिक अझ मिले अझ लानुपर्छ यहाँ धेरै खेत तल बाँध्छ क्या बाबाले मिलेन मिलेन कति हो त्यो सबैको पार्टी हो हल्का एकदम हल्का त्यसलाई बाने भने यसो हल्दैछ कल्पाउने मात्रै हो त्यहाँ गरेको थियो है एउटा गोबर थियो नि एउटा गोबर थियो त त्यहाँ तल गोबर थियो पुरै टुप्पाले नि फुल्छ पुरै निकाल्दैन तलको हाँस के चाहिँ क्या सब यहाँ पानी जमेको अब जम्दैन नि पुरी चाहिँ हो त्यो घाँस निकाल्नु कपालमा काटेर आउला है आउँछ होला नि कस्तो माटोले चिप्रो छ पुरीदै जान्छ नि अलिअलि गयो पुरी यतापट्टि यो चाहिँ गयो ठिकै छ काट्नुपर्छ तलको काट्नु खै त्यस्तो म गर्छु नि त म गर्छु सब पानी जमेको प्लास्टिक छोप्नै भयो होइन बुढो कहाँ प्लास्टिक हेरेन भने त खाइदिनु कहाँ प्लास्टिकले छोप्ने माथिबाट अनि उम्रिन्छ त नखाइ प्लास्टिक ल्याइसक्यो त छोप्दिनु अनि यति भरिलाई पुग्ने प्लास्टिक छ त हाम्रो घरमा प्लास्टिक ल्याइसो रे छोप्ने रे हजुरहरूले फेरि युट्युबमा हेर्छ होला होइन होइन भने परेवाले खान्छ भनेर परबारे खान्छ भनेर छोडिदिनु यहाँ को हेरेको के को युट्युब हेर्छ त हामीलाई युट्युब हेर्नु फुर्सद हुन्छ हामी युट्युब त हेर्छ त्यही त अहिले हामी जस्तो हेरेको छैन ओ, बाबा त्यहाँ बुझ्छ हे गर्छन् बाबा यहाँ नहाल्न मर्नु हे गर्छन् एकचोटि बाबा होला त डन जस्तो देखाएको डन चाहिँ यस्तो मेहु कौन जोन बनेगा डॉन यो उतै गमलामा लगाएर रोप्नुपर्छ के ए प्लान्ट पनि के हो भाइ हाम्रो घरमा त अहिले उतै लगाएर रोप्नु के ल्यायो यसले फेरि त्यो कस्तो राम्रो हुन्छ नि अब उतै गमलामा रोप्नु पनि राम्रो हुन्छ कुन चाहिँ गमलामा रोप्छस् त अनि माथि खाली छ ल कस्तो राम्रो भयो यहाँ है राम्रो भयो नि अनि त्यो जरा अनि यत्तिकै आउँछ हौ यो मुला उसमा माथिसम्म बाँध्थ्यो नि त यस्तो जे पनि सुँग्ने क्या त फेरि यति यहाँ भागिदिन्छु पानीमा राखिदिन्छ अनि जरा आइहाल्छ नि प्लास्टिक आयो
त्यहाँ बसेर एउटाले समात्नु पर्छ। मम्मीहरूको चाहिँ यो नयाँ टेक्निक, परेवाले रायो नखाओस् भनेर यस्तो गरेन भने त फेरि एकजना यहाँ तैनात हुनुपर्छ। त्यही भएर अब यो छोपिदिने हो, परेवाले नखाओस् भनेर। परेवाला झन् ऊ हुन्छ होला नि, ओहो त्यहाँ के छोपेको होला भनेर त्यसलाई झन् क्युरियोसिटी हुन्छ। ल यति छोपिदिन्छ अनि हामी घर जाने। ल हेर हाम्रो घरको मम्मी बाबा चाहिँ यसरी मिली काम गर्छिन्छ। दुई पातले दुई दिन छेउमा यता नलगेको सिधै यता ल्याउनु यता छेउमा ल्याउँछ। अब भी हुन्छ। म चाहिँ यहाँ गोबरमा बसेर गोबरै गोबर लगाइसक्यो खुट्टाभरि गोबरै गोबर ल्याइसक्यो। यहाँ यस्तो गोबरमा टेकेछु। भिभो ल भिभो ल बस्दै हाम्रो चाहिँ अब बारीको काम सक्यो। बारीको काम सक्यो, रायो रोप्ने काम सिद्धियो। जाम ए रायो छर्ने काम सिद्धियो। अब हामी यहाँ लाइसु है बाबा हजुरको हैसा। ए काठ लगायो यो हैसा हेर्न, अनि उता लिएर गइस। अनि हाम्रो यहाँ गाई बाँध्ने ठाउँ हो। अहिले यो सबै यहाँ बर्खामा हिलो भएर अहिले चाहिँ गाई बाँधे छैन। यहाँ चाहिँ हामीले काउली रोपेछौँ, काउली सारेको छ। यहाँ सबैमा काउली रोप्यो। अरू चाहिँ सबै मकै नै मकै छ। मकै सबै सिबी छ पोलेरमा। जानु पर्यो नि त, त्यो चार्जर ल्याख। कार्यक्रम भइरहेछ हाम्रो यहाँ। चार्जर पनि त ल्याख। पालो पालो गरेर हात धुने, हात खुट्टा धुने हो हामी अब। आजै गए पो आज छैन जानी सब माल लिएर आउने। खाने कुरा भित्र राखेको छु नि पुरो। ल बाई बाई। अब हामी सबजना हात गोडा धोएर घरतिर आराम गर्छौँ। बाई बाई। अब हामी आराम गर्ने हो। हात खुट्टा धुन्छौँ, हात खुट्टा यहाँ धुन्छौँ अनि आराम गर्छौँ।